साथीहरू म आज कसाराको नेसनल पार्कभित्र आइपुगेछु। अनि म चाहिँ यहाँ हाम्रो घडियाल ब्रिडिङ सेन्टरमा आइपुगेछु। देख्न सक्नुहुन्छ चितवन नेसनल पार्क 1973 मा इस्टाब्लिस भएको यो नेसनल पार्क कसारामा छु म चितवन नेसनल पार्कमा। तपाईँलाई म अब घडियाल देखाउन चाहन्छु। भित्र जाँदैछु घडियाल लिएर होला है त। ल साथीहरू जाउँ है त। टिकट लिनु होला है। तपाईँलाई म घडियालको बच्चा देखाउँछु है गाइस। ल हेर्नुहोस् यो घडियालको बच्चा म पर देख्न सक्नुहुन्छ दुईवटा बसिरहेको छ। यसलाई चाहिँ एकदमै संरक्षण गरिएको छ कि तपाईँलाई त्यो दुईवटा मात्र होइन कि तपाईँलाई यति धेरै घडियालका बच्चाहरू देखाउन चाहन्छु। ल हेर्नु होला यहाँनिर देख्न सक्नुहुन्छ स्क्रिनमा हेर्नुहोस् त्यहाँ घडियालका बच्चाहरू हेर्नुहोस् यहाँ देख्नुभयो कि नै तपाईँहरूले कति छन् हेर्नु त कति धेरै छ। कति संरक्षण गर्नुभएको छ। यो संरक्षणकर्ताहरूलाई चाहिँ मेरो सल्युट छ। एकदम संरक्षण गरेर यो जनावरलाई विलुप्त हुनबाट बचाउनु भएको यो कसाराको गोही संरक्षणलाई यो घडियाल संरक्षणलाई म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। त्यो गोही चाहिँ अलि सानो थियो भने यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ घडियाल अलि ठुलो छ। अलि ठुलो देख्न सक्नुहुन्छ। त्यसै गरी यहाँ आफ्नो एज अनुसार राखिएको छ होइन घडियाललाई चाहिँ। अब त्यो एज चाहिँ अब हामीलाई थाहा भएन होइन, मलाई चाहिँ थाहा भएन। त्यही पनि देख्न सक्नुहुन्छ यहाँ पनि छ घडियाल। सबै घडियालका हेर्नुहोस् यहाँ एउटै प्रजातिका। त्यो अघिको भन्दा पनि अलि ठुलो देख्न सक्नुहुन्छ यहाँ नजिकबाट। यी अघि भन्दा नि अलि ठुलो हेर्नुहोस् यता यता ठुलो अझै त्यता अझ यहाँ अझै ठुलो देखाउन चाहन्छु म तपाईँलाई। ओहो ल हेर्नुहोस् यहाँ चाहिँ विशाल देख्न सक्नुहुन्छ। यहाँ चाहिँ एकदम विशाल कति ठुलो सर्रै हिँडिरहेको देख्न सक्नुहुन्छ तपाईँ। सबैभन्दा ठुलो यहाँ नजिकै देख्न सक्नुहुन्छ यहीँनिर छ। मेरो पछाडि देख्न सक्नुहुन्छ। ल गोही हेरिसकेपछि चाहिँ होइन घडियाल गोही हेरिसकेपछि चाहिँ म तपाईँहरूलाई अन्डा देखाउँदैछु। गोहीको अन्डा कसले देख्नु भएको छ यहाँ हेर्न सक्नुहुन्छ अन्डा। यसलाई चाहिँ यहाँभित्र फ्रेममा राखिएको छ। चलाउनु हुन्न होला सायद। उहाँ दाइले चाहिँ चलाइहाल्नुभयो तर यसरी चाहिँ कसैले पनि नचलाइदिनु होला। यदि आइसकेपछि यो संरक्षण गरेर चिजलाई चाहिँ हामीले चलाउनु हुँदैन होइन। यसलाई चाहिँ बाहिरबाट हेरौँ म तपाईँलाई देखाउँदैछु। हेर्नुहोस् यो चाहिँ हाम्रो घडियालको अन्डा हो। देख्न सक्नुहुन्छ अन्डाहरू। कसले देख्नु भएको छ घडियालको अन्डा ल कमेन्ट गर्नु होला। यहाँ हेर्नुहोस् यो चाहिँ रियल हो है। ल हेर्नुहोस् यहाँ देख्नुभयो नि भालेपोथी छुट्टिन्छ क्या छुट्टिने है। अन्डामा भालेपोथी छुट्टिन्छ कि छुट्टिँदैन ल कमेन्ट गरिदिनु होला। दाइले सोध्दै हुनुहुन्छ है साथीहरू। नेपालमा पाउने हरेक दुर्लभ जन्तु हरेक दुर्लभ प्राणीको पनि यसरी नै संरक्षण गरी पाऊँ नेपाल सरकारलाई पनि अनुरोध छ। र विशेष धन्यवाद छु यो मौका दिनुभयो तपाईँहरूले संरक्षण गरेर आज मैले घुम्ने मौका पाएँ। पक्कै पनि नेपालभरिको सबैजना दाजुभाइलाई चाहिँ म कसारा ब्यारेक आएर चाहिँ चितवन राष्ट्रिय निकुञ्जको कसारा ब्यारेक आएर चाहिँ यो घडियाल गोही अवलोकन गर्नु होला।